मेरो लाइफको सबभन्दा ठुलो मिस्टेक भनेको मैले एडिटिङ गर्नु छोड्नु, मैले भिडियो बनाउन छोड्नु, यो चाहिँ सबभन्दा ठुलो मिस्टेक हो। आई वन्ट रिपिट अगेन। अब चाहिँ म चाहिँ फेरि स्टार्ट गर्दैछु। अब यो चाहिँ एकदम सिम्पल भिडियो थियो। यो चाहिँ जस्ट यो चाहिँ आई एम धेरै पछि चाहिँ अब यो युट्युब च्यानलमा चाहिँ म लाइभ भएको छु। अब हेरौँ के कसो हुन्छ। अब यो मेरो सबभन्दा नराम्रो बानी भनेको इन्डिसिप्लिन हो क्या। एउटा डिसिप्लिन चाहिँ मेन्टेन गर्नुपर्ने रहेछ, विच आई कुडन्ट। अब यो चाहिँ डिसिप्लिन मेन्टेन गर्नको लागि चाहिँ म खै अब पेनल्टी एन्ड रिवार्डवाला सिस्टम चाहिँ राख्नु पर्ला जस्तो लाग्यो। पेनल्टी एन्ड रिवार्ड सिस्टम भनेको चाहिँ सर्टेन एउटा डेडलाइन टाइमलाइन दिने। त्यो टाइमलाइनमा चाहिँ मैले चाहिँ अब मानव भिडियो राख्नुपर्ने हुन्छ। यदि राखेन भने चाहिँ एउटा पनिसमेन्ट, राख्यो भने चाहिँ रिवार्ड। त्यस्तो टाइपले गऱ्यो भने चाहिँ मैले चाहिँ बल्ल भिडियोमा कन्सिस्टेन्सी आउँछ जस्तो लागिरहेको छ। जस्ट स्टार्टिङमा चाहिँ जे होस् त्यति साह्रो एडिटिङ नहोला, बट पछि चाहिँ जे होस् एडिटिङ गर्दै म चाहिँ इम्प्रुभ गर्दै जान्छु। भिडियो मेकिङलाई चाहिँ स्टोरी टेलिङ पनि राम्रो हुँदै जान्छ, त्यो चाहिँ म ग्यारेन्टी दिन्छु। अनि जे होस् मेरो भिडियोहरू चाहिँ हेरेर इन्जोय गरेर चाहिँ जे होस् अहिलेसम्म चाहिँ सपोर्ट गरिराख्नु भएको थियो। अब आउँदो टाइममा सपोर्ट गर्नुहुन्छ भन्ने मलाई आशा छ। एन्ड द्याट्स अल गाइ। लाइक सेयर, अब सेयर त के गर्ने, के भिडियो छैन होइन। लाइक गर्नुहोस्, ल त्यसपछि सब्सक्राइब गर्नुहोस्, अनसब्सक्राइब चाहिँ नहान्नुहोस्। यदि हान्नै मन लाग्छ भने त अब के गर्ने होइन। द्याट्स अल गाइस, सी यु नेक्स्ट भिडियो।